नमस्कार सम्पूर्णमा हाम्रो यस नयाँ युट्युब च्यानल जिके क्याप्सुलमा तपाईँहरू सबैलाई स्वागत छ। आज म चाहिँ क्लास 12 को बोर्ड इक्जामलाई मध्यनजर गर्दै म्यानेजमेन्ट सेक्टरको इकोनोमिक बुक्सको मोस्ट इम्पोर्टेन्ट क्वेसनहरू लिएर उपस्थित भइसकेको छु। साथै हल्का मोडेल क्वेसन पनि हजुरको लागि सानो कोसेलीको स्वरूप ल्याएको छु। तपाईँ यदि नयाँ हुनुहुन्छ भने हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब र यस्तै जानकारीमूलक भिडियोहरूको लागि हाम्रो युट्युब च्यानलको सब्सक्राइब बेल आइकनमा गई तपाईँले हामीलाई सब्सक्राइब गर्नुपर्ने हुन्छ। साथै आवश्यक अन्य कुनै पनि म्यानेजमेन्ट सेक्टरको म्यानेजमेन्ट फ्याकल्टीको हजुरलाई कुनै पनि सब्जेक्टको भिडियो चाहिएमा हजुरलाई कुन अवतार चाहिएको छ र त्यस्तै मोडल क्वेसनहरू पास्ट क्वेसनहरूको सोल्युसन हरेक कुराहरू चाहिएमा कमेन्ट बक्समा गर्न नभुल्नुहोला। अब लागौँ हाम्रो विषयवस्तुतर्फ। यहाँ छ हाम्रो प्लान फर्मुलेसन अफ नेपाल भन्ने छ। यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट क्वेसनहरूको लिएर आएको छु। यो चाहिँ मैले 12 मा पढ्दाखेरि चाहिँ मैले आफै लेखेको थिएँ, जसले गर्दा चाहिँ मेरो इकोनोमिक्समै A+ ल्याएको थियो। त्यही अनुसार मैले चाहिँ हजुरको कहाँ लिएर आएको छु। लागौँ अब यहाँ भनेको छ प्लान फर्मुलेसन अफ नेपाल भनेको छ। यो चाहिँ 5 मार्क्समा आउने क्वेसन हो। यदि कहिलेकाहीँ 8 मार्क्समा नआउला पनि भन्न सकिन्न। म्याक्सिमम चाहिँ यो 5 मार्क्समा आउने चाहिँ एकदम इम्पोर्टेन्ट हो है। अब यहाँ भनेको छ प्लान फर्मुलेसन अफ नेपाल। तपाईँले चाहिँ क्वेसन एन्सर दिँदाखेरिमा इक्जाममा तपाईँले चाहिँ क्वेसन नम्बर यतिको एन्सर भनेर यसरी अन्डरलाइन गरेर प्लान फर्मुलेसन अफ नेपाल भनेर गर्न सक्नुहुन्छ है। यो मैले रफमा गरेको हो। यस्तो छ प्लान फर्मुलेसन अफ नेपाल भनेछ। प्लान फर्मुलेसन इज द मोस्ट इम्पोर्टेन्ट टुल्स अफ इकोनोमिक्स डेभलपमेन्ट फर डेभलपिङ कन्ट्रिज लाइक नेपाल। हैन, यो चाहिँ के हो, अति महत्त्वपूर्ण हो। इकोनोमिक्स डेभलपमेन्टको लागि प्लान फर्मुलेसन एकदम विकासोन्मुख देशको लागि एकदम महत्त्वपूर्ण हो। वाइल प्लान फर्मुलेसन, जब प्लान फर्मुलेसन गरिन्छ, इट इज द क्लियर द्याट, यो क्लियर हुन्छ विच सेक्टर गिभ अ मोर प्रायोरिटी एन्ड वाट आर द मेजर अब्जेक्ट टार्गेट एन्ड पोलिसी। इन नेपाल प्लान काउन्सिल एनपिसी फर्मुलेट द प्लान। कसले फर्मुलेट गर्छ प्लान भनेपछि नेपाल प्लान काउन्सिलले गर्छ भने बाई डिरेक्सन अफ नेसनल डेभलपमेन्ट कमिसन एनडिसी को निर्देशनमा चाहिँ एनपिसीले प्लान फर्मुलेसन गर्छ है नेपालमा। टक्क यो लेखिदिने अनि द प्रोसेस अफ प्लान फर्मुलेसन अफ इन नेपाल क्यान बी एक्सप्लेन एज गिभन फिलो भनेर लेखिदिने। अनि तपाईँ 5 मार्क्सको लागि यति लेखिपुग्छ है। यो स्क्रिनसट गरेर लान पनि सक्नुहुन्छ हजुरले। अनि त्यस्तै जाउँ अब प्लान फर्मुलेसन अफ यसो लेखिदिनु पर्ने हुन्छ, प्रोसेस लेखिदिनु पर्ने हुन्छ। हामीलाई मेन चाहिएको बोडी भनेको यो हाम्रो प्लान फर्मुलेसन प्रोसेस हो। अनि यो चाहिँ मैले एसओपी एमपिआई भनेको यो मैले फर्मुला बनाएको थिएँ पढ्नलाई सजिलो हुन्छ भनेर। हजुरहरूले पनि यसरी पढ्न पनि सक्नुहुन्छ र आफ्नै फर्मुला बनाएर पनि हजुरले पढ्न पनि सक्नुहुन्छ है। यसरी पढ्यो भने चाहिँ इजी एकदम, पछि लङ टर्मसम्म हामीले बिर्सिन चाहिँ सक्दैनौँ। जस्तै अब यहाँ छ प्लान फर्मुलेसन भनेको छ स्टडी अफ एक्जिस्टिङ रिसोर्स भनेको छ। द प्रिरिक्विजिट अफ प्लान फर्मुलेसन अफ प्लान द स्टडी अफ एक्जिस्टिङ रिसोर्स, द कन्डिसन अफ एक्जिस्टिङ एन्ड पोटेन्सियल रिसोर्स, कन्डिसन अफ फिजिकल सेक्टर ह्युमन रिसोर्स एन्ड क्यान बी हेभिली स्टडी। यसमा चाहिँ ह्युमन रिसोर्सहरू फिजिकल एयरको के छ कन्डिसन त्यो सबै चाहिँ हेभिली स्टडिज गरिन्छ भनेको छ। अनि त्यस्तै अर्कोमा छ अब्जेक्टिभ पनि हुन्छ। आफ्टर द स्टडी अफ एक्जिस्टिङ रिसोर्स द प्लान nor issue the word of the objective which is conscious manner. It is different to different countries वाइज हुन्छ। यो कन्ट्री वाइज चाहिँ यसको अब्जेक्टिभहरू प्लान फर्मुलेसनको फरक फरक हुन्छ। त्यस्तै छ अर्को प्लान टार्गेट, यिनीहरूको टार्गेट पनि फरक हुन्छ, क्वान्टिटिभ द अब्जेक्ट। अनि त्यस्तै छ अब मोबिलाइजेसन अफ रिसोर्स, प्रपोज डेभलपमेन्ट पोलिसी, इम्प्लिमेन्टेसन एन्ड इभ्यालुएसन। यो चाहिँ हामीले सर लेखिदिनु पर्ने हुन्छ। यो चाहिँ प्रोसेस अफ प्लान फर्मुलेसन हो है। हजुरहरूले बुकबाट पनि हेर्न सक्नुहुन्छ। त्यस्तै छ प्लान इफेक्ट भन्ने छ एसडिपिडिटिएफ भने यसरी चाहिँ मैले फर्मुला बनाएर पढेको थिएँ। स्ट्रङ इन्सेन्सुअल क्यापासिटी, डेटा ड्रिभन डिसिजन मेकिङ, पार्टिसिपेटरी प्लानिङ, डिसेन्ट्रलाइजेसन एन्ड लोकल इम्पावरमेन्ट, ट्रान्सपारेन्सी एन्ड एकाउन्टेबिलिटी, फोकस अन सस्टेनेबिलिटी। यो चाहिँ प्लान फर्मुलेसनलाई इफेक्ट पार्ने तत्त्वहरू भयो है। हजुरले यो टक्क स्क्रिनसट पनि लिन सक्नुहुन्छ। यो चाहिँ 5 मार्क्सको लागि मोस्ट इम्पोर्टेन्ट हो है। अब त्यस्तै जाउँ अर्को क्वेसनमा जाउँ। यो पनि 5 मार्क्सकै लागि यो जुन मोस्ट इम्पोर्टेन्ट क्वेसन हो, जुन चाहिँ 5 मार्क्समा सोध्ने गरिन्छ म्याक्सिमम। यो लास्ट इयर पनि सोधे जस्तो लाग्छ मलाई। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट क्वेसन है। रिलेसनसिप बिट्विन एसी एन्ड द एमसी।
एभरेज कस्ट एन्ड मार्जिनल कस्ट है ओके अब जाउँ हामी कसरी लेख्ने भने सेम यसरी नै लेख्नु होला तपाईले स्क्रिनशट गरेर लिन सक्नुहुन्छ त्यसरी पढ्नु होला देयर इज अ क्लोज रिलेसनशिप बिट्विन एसी एन्ड एमसी भनेर लेख्ने एभरेज कस्ट कर्व इज द टोटल कस्ट डिभाइडिङ बाइ आउटपुट एन्ड मार्जिनल कस्ट is defined as the change of total cost dividing by change of output quantity delta Q. Thus, MC बराबर के हो delta TC dividing by delta Q and AC बराबर TC भनेको total cost dividing by Q. ओके यो फर्मुला टक्क लेखिदिएपछि यो कन्सेप्ट बुझाइ रहेछ भन्ने चाहिँ उता कपी चेक गर्ने मान्छेलाई त्यसो हुन्छ अनि त्यसपछि लेखिदिने इन जेनरल बोथ एसी एन्ड एमसी ह्याभ अ यु सेप योसँग के हुन्छ यु सेप हुन्छ ओके जस्तै हेरौँ यहाँ यु सेप भनेको यस्तो खाले हो कि एसी र एमसी को यु सेप जस्तो छ नि यसलाई यु सेप भन्छ देयर इज अ रिलेसनशिप बिट्विन एसी एन्ड एमसी क्यान बी एक्सप्लेन विथ द हेल्प अफ गिवन फिगर अब यसलाई चाहिँ यसको हेल्पमा हामीले तल एक्सप्लेन गरेको छ भन्ने नै टक्क यो वाइ एक्सिसमा चाहिँ कस्ट लेखिदिने अनि एक्स एक्सिसमा आउटपुट लेखिदिने अनि सर्क यसरी यो यसरी नै एसी तान्दिने यो अनि एमसी तान्दिने यहाँनिर चाहिँ इन्टरसेक्ट हुन्छ यहाँतिर एम1 को यसको मिनिमम पोइन्ट यहाँनिर हुन्छ एसी को मिनिमम पोइन्ट यहाँनिर हुन्छ ओके यो तान्दिसकेपछि अब हामीले यहाँ अब यसको रिलेसनशिप हामीलाई मेन चाहिएको भनेको यो द रिलेसनशिप बिट्विन एसी एन्ड एमसी क्यान बी समराइज एज बिलो भनेर लेखिदिने र यहाँ डबल अपरेसन दिने अनि मैले चाहिँ 1 2 भनेर लेखेको रहेछु हजुरले यसरी ड्यास दिएर पनि गर्न सक्नुहुन्छ है जस्तै फर्स्टमा छ अब हेरौँ बोथ एसी एन्ड एमसी आर क्याल्कुलेट बाइ टोटल कस्ट के हुन्छ यो दुवै चाहिँ के टोटल कस्टबाट क्याल्कुलेट गरिन्छ भनेको छ अनि त्यस्तै छ बोथ एसी एन्ड एमसी आर यु सेप ओके यो के हुन्छ एसी र एमसी बोथ के हुन्छ यु सेप हुन्छ यो माथि भनेको छ यु सेप छ नि यसलाई नै दिएको छ एमसी फलिङ फास्ट एमसी के हुन्छ फर्स्ट टाइम एसी फलिङ फास्टेस्ट देन एसी MC have a minimum point of M to 8 Q1 के हुन्छ अरे MC फास्टर फलिङ हुन्छ अरे र फलिङ भयो यो M1 को यहाँदेखि छ यो चाहिँ तल छ नि त यो रेखा यो चाहिँ बढी छिटो फलिङ हुन्छ को भन्दा AC भन्दा र यसको मिनिमम पोइन्ट M1 मा हुन्छ जस्तै Q1 1 मा भयो जस्तै क्वान्टिटी 1 मा भएको बेला त्यस्तै गर्न अब हामीले MC राइजिङ फास्टर देन AC AC के हुन्छ फास्टर चाहिँ राइजिङ हुन्छ AC have a minimum point of M1 8 Q1 भनेर टक्क लेखिदिने यहाँ यसको यो फास्ट राइजिङ भएको छ नि त यो भन्दा तर यसको मिनिमम पोइन्ट कहाँ छ M1 Q2 मा ओके त्यसलाई लेख्दिने त्यसपछि अर्को छ व्हेन AC इज अ मिनिमम जब AC मिनिमम हुन्छ MC इक्वल टु AC जब AC यहाँ हुन्छ नि मिनिमम योमा के हुन्छ यो इक्वल हुन्छ क्या उयो यहाँ छ नि यो इन्टरसेक्ट पोइन्ट भन्छ यसलाई अब यसलाई नै इन्टरसेक्ट पनि भन्न लेखिदिने MC इन्टरसेक्ट एट द मिनिमम पोइन्ट अफ AC हैन MC के हुन्छ यहाँनिर AC को मिनिमम पोइन्ट MC ले इन्टरसेक्ट हुन्छ भनेको यो M1 मा ओके यति लेखिदिएपछि चाहिँ लगभग 5 मार्क्सको लागि सफिसिएन्ट हुन्छ हजुरले यो किताबबाट पनि पढ्न सक्नुहुन्छ अब त्यस्तै अर्को जाउँ अर्को छ यो क्वेशन नम्बर 20 21 22 मा चाहिँ सोध्छ म्याक्सिमम यो चाहिँ इक्विलिब्रियम प्राइस एन्ड आउटपुट डिटर्मिनेसन इन द सर्ट रन बाइ अफ युजिङ MR-MC एप्रोचेस बढी भाग म्याक्सिमम सोध्ने भनेको MR-MC एप्रोचेस सोध्छ ओके अन्डर पर्फेक्ट कम्पिटिसन दुईवटा मोनोपोली र अन्डर कम्पिटिसन मार्केट छन् यो चाहिँ लगभग फिक्स क्वेसन जस्तो है आउट क्वेसन जस्तो नै हो तर अन्डर पर्फेक्ट कम्पिटिसन हो कि मोनोपोली हो त्यो चाहिँ हजुरले बुझ्नुपर्ने हुन्छ र MR-MC चाहिँ केही न क्वेसनले यदि केही नभन्यो भने चाहिँ MR-MC एप्रोचेसबाट गर्नुपर्छ हामीले यदि क्वेसनले चाहिँ युजिङ MR-MC एप्रोचेस झन् फर्स्ट भइसक्यो ओके तपाईले बुझ्नु पर्यो के इक्वेसनमा यो क्वेसन लगभग फिक्स क्वेसन हो है अनि त्यसपछि यहाँ पर्फेक्ट कम्पिटिसन भनेको र मोनोपोली भनेको मात्रै फरक हो मार्केट ओके यहीको आधारमा गर्नुपर्छ यो 8 मार्क्समा सोध्ने गर्छ है हजुरले यो ध्यान दिएर पढ्नु होला द मोस्ट इम्पोर्टेन्ट क्वेसन ओके द मार्केट स्ट्रक्चर वेयर देयर आर द लार्जर नम्बर अफ बायर एन्ड सेलर जहाँ चाहिँ नम्बर अफ बायर एन्ड सेलर के हुन्छन् लार्जर हुन्छन् with the homogeneous product and selling with the uniform price is known as perfect competition market टक्क हामीलाई यहाँ मोनोपोली भनेपछि हामीले मोनोपोलीको डिफिनेसन लेख्दिने पर्फेक्ट कम्पिटिसन मार्केट भनेकोले यहाँ मैले चाहिँ पर्फेक्ट कम्पिटिसनको डिफिनेसन दिएँ यहाँसम्म ओके अनि इन दिस मार्केट यो मार्केट सिस्टममा इन्डस्ट्री क्यान बी प्रेजेन्ट ओके इन द मार्केट यस मार्केट पर्फेक्ट कम्पिटिसन मार्केटमा के हुन्छ इन्डस्ट्री चाहिँ प्रेजेन्ट हुन्छ सो त्यो इन्डस्ट्रीले नै प्राइस डिटरमाइन गर्छ के अरु फर्महरुको त्यसैले चाहिँ तर मोनोपोलीमा फेरि अप्सन हुन्छ है यो
इन्डस्ट्री भने पर्फेक्ट कम्पिटिसन मार्केटमा इन्डस्ट्रीले नै प्राइस डिटरमाइन गर्छ इट्स डिटरमाइन द प्राइस अफ आउटपुट क्वान्टिटी एन्ड अदर फर्म फ्लो द्याट डिटरमाइन प्रोसेस सो दे आर द फर्म एन्ड प्राइस ट्रिगर एन्ड इन्डस्ट्री आर प्राइस मेकर इन दिस मार्केट योमा के हो इन्डस्ट्री प्राइस मेकर हो भनेर टक्क यति लेखिदिने ओके ल तपाईँले स्क्रिनसट गरेर लिन पनि सक्नुहुन्छ यति गरेपछि अब हामीले फिचर लेख्नु पर्यो किनभने यो त एडमार्क्स क्वेसन एडमार्क्समा आउने क्वेसन हो त्यसैले सो हामीले फिचर टक्क फिचर्स भनेर लेखिदिने यो चाहिँ यो मैले क्यापिटलमा लेखेको छु हजुरले अब आफूलाई सजिलो लाग्ने टाइमलाई म्यानेज गरेर लेख्न सक्नुहुन्छ अ लार्जर नम्बर अफ बायर एन्ड सेलर के हुन्छ यसमा फिचर लेखिदिने हो क्या टक्क विशेषताहरू के हुन्छ यसमा के हुन्छ बढी लार्जर नम्बर अफ बायर एन्ड सेलर हुन्छ अनि होमोजेनियस प्रोडक्ट एन्ड सेलिङ विथ युनिफर्म प्राइस एउटै प्राइसमा जुन इन्डस्ट्रीले डिटरमाइन गरेको हुन्छ त्यो प्राइस त्यही प्राइसमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ अरू फर्महरूले त्यही प्राइस तोकेको प्राइसलाई त्यही तोकेको प्राइसले फलो गर्नुपर्ने हुन्छ अहिले यो कसरी भन्ने म अहिले तल फिगरबाट हजुरलाई प्रश्न पारिदिन्छु डराउनु होला अनि त्यस्तै इजी टु इन्ट्री एन्ड एक्जिस्ट न्यू फर्म योमा चाहिँ के हुन्छ पर्फेक्ट कम्पिटिसन हो नि त त्यही भएर चाहिँ योमा फर्महरू आउने खुल्ने होइन खुल्ने जाने प्रक्रिया चाहिँ एकदम के हुन्छ इजी हुन्छ क्या ल्याक अफ गभर्मेन्ट इन्टरभेन्सन यसमा चाहिँ गभर्मेन्टको निगरानी एकदम कमजोर हुन्छ भनेको छ अनि त्यस्तै प्रोफिट म्याक्सिमाइजिङ हुन्छ यसमा है प्रोफिट यसमा चाहिँ सबै फर्महरू के को लागि इस्टाब्लिस हुन्छन् प्रोफिट कमाउनेको लागि बनेर यति लेखिदियो भने चाहिँ ल अब फिचर हुन्छ त्यस्तै अनि लास्टमा अब हाम्रो क्वेसनले सोधेको मेन थीम आयो ओके ल इक्विलिब्रियम अफ फर्म अन्डर पर्फेक्ट कम्पिटिसन मार्केट भनेर टक्क लेखिदिने इक्विलिब्रियम अफ फर्म क्यान बी एनालाइज इन्टु सर्ट रन एन्ड लङ रन कन्सेप्ट अन्डर पर्फेक्ट कम्पिटिसन मार्केट के भनेर लेखिदिने हामीले इक्विलिब्रियम अफ फर्म क्यान बी एनालाइज इन्टु द सर्ट रन एन्ड लङ रन सर्ट रनमा लङ कन्सेप्टमा चाहिँ हामीले एनालाइज गरिन्छ तर हामीलाई क्वेसनले के भने कुनमा पर्फेक्ट कम्पिटिसन मार्केटमा तर मोनोपोलीमा पनि त्यही हुन्छ अब यति इक्विलिब्रियमको यति लेखिदिएपछि तर हामीलाई क्वेसनले के भनेको छ पर्फेक्ट कम्पिटिसन मार्केट भनेको छ सो हामीले पर्फेक्ट कम्पिटिसनको थ्रुबाट सर्ट रन इक्विलिब्रियम अफ फर्मलाई चाहिँ डिस्क्राइब गर्नुपर्ने हुन्छ मैले यहाँ गरेको छु सर्ट रन इक्विलिब्रियम अफ फर्म भनेर द टाइम पिरियड द्याट आर द फर्म डज नट चेन्ज देयर इन्टरनल फ्याक्टर अफ प्रोडक्सन ओके इज नोन एज सर्ट रन जो छोटो समयमा फर्महरूले के गर्न सक्दैनन् आफ्नो इन्टरनल फ्याक्टर अफ प्रोडक्सन भनेको के हो ल्यान्ड लेबर क्यापिटल यिनीहरू चाहिँ चेन्ज गर्न सक्दैन त्यसलाई पनि सर्ट रन भनिन्छ भन्दा यसरी खुलाइदिने त्यसपछि इक्विलिब्रियम अफ फर्म निड्स एनी कन्डिसन एन्ड कजेस व्हिच आर एक्सप्लेन एज बिलो इक्विलिब्रियम फर्म हुनको लागि चाहिँ एनी कन्डिसन र कजेसहरू छन् जुन चाहिँ तल एक्सप्लेन गरेको छ भनेको छ ल अब हामीले यहाँ हेरौँ सरी यसमा सरी यो भइसक्यो है यो यसको ल यहाँ छ सरी यहाँ छ एक कन्डिसन है कन्डिसन ओके बुझ्या छैन अलि सरी त्यसको लागि म पढ्छु हजुरले टक्क यसो नोट लगेर सँगै बसेर लेख्दा पनि हुन्छ है ल कन्डिसन हुन्छ यसको कन्डिसन अफ इक्विलिब्रियम भनेर टक्क लेखिदिने अन्डरलाइन गरिदिने देयर आर ओन्ली टू कन्डिसन व्हिच मस्ट बी एटेन एन्ड सफिसिएन्ट टु इक्विलिब्रियम फर्म व्हिच आर एज बिलो भनेको छ इक्विलिब्रियम फर्म हुनको दुईटा कन्डिसन हुन्छन् जो चाहिँ सफिसिएन्ट हुन्छ भनेको छ एकमा लेखिदिने एमआर बराबर एमसी भनेको मार्जिनल रेभेन्यू इक्वल टु मार्जिनल कस्ट ओके त्यसै दुईमा एमसी मस्ट बी इन्टरसेक्ट एमआर फ्रम बिलो एमआर को तलबाट यसले एमसीले कट गर्छ भनेको इन्टरसेक्ट हुन्छ भनेको ओके हो त्यो कन्डिसन लेखिदिने अनि कजेस लेखिदिने ओके कजेस अफ इक्विलिब्रियम कजेस तीनवटा हुन्छन् देयर आर द थ्री कजेस व्हिच मस्ट बी एटेन एन्ड सफिसिएन्ट टु फुलफिल द इक्विलिब्रियम अफ फर्म व्हिच आर एज बिलो भनेको छ जुन चाहिँ इक्विलिब्रियम फर्म हुनको लागि तीनवटा कजेस हुन्छन् जो चाहिँ सफिसिएन्ट हुन्छन् भनेर लेखिदिने एकमा छ इफ एआर ग्रेटर देन एसी यदि एभरेज रेभेन्यू एसी को भन्दा ठुलो छ हैन त्यो भने त्यो बढी छ भनौं न त्यो भयो भने के हुन्छ फर्म रिसिभ सुपर प्रॉफिट के हुन्छ फर्मले एभरेज रेभेन्यू आय बढी भयो कि खर्च भन्दा फर्मको आय बढी भयो भने के हुन्छ फर्मलाई फाइदा हुन्छ सुपर प्रॉफिट हुन्छ भनेर लेख्दिने त्यसै दुईमा इफ एआर इज इक्वल टु एसी फर्म रिसिभ नर्मल प्रॉफिट किनभने यसमा न घाटा पनि हुन्छ न नाफा पनि केही हुँदैन यसमा रेभेन्यू र कस्ट इक्वल टु हुन्छ त्यस्तै तीनमा एआर इज के हुन्छ ग्रेटर देन एसी ओके एसी के हुन्छ इफ एआर इज ग्रेटर देन एसी हुन्छ फर्म्स बेयर लस रेभेन्यू कस्ट भन्दा बढी भयो भने के हुन्छ फर्मलाई घाटा हुन्छ बेयर लस
भनेको टक्क यिनी तीनवटा लेखिदिसकेपछि हामीले अब टक्क above two condition and three causes basis equilibrium of firm under perfect competition market under MR MC FCG can be explained with the help of figure भनेर टक्क लेखिदिने अब यो हामीले यही माथिकै कजेस र कन्डिसनको आधारमा चाहिँ हामीले यो तीनवटा पर्फेक्ट कम्पिटिसन मार्केटको चारवटा एउटा इन्डस्ट्री हुन्छ त्योको चाहिँ हामीले फिगर बनाइदिनु पर्ने हुन्छ यो फिगर चाहिँ जसरी पनि बनाउनु पर्छ यो क्वेशनमा एला तपाईले चाहिँ तपाईको मार्क्स राम्रो गेन गर्दैन ओके 8 मा लगभग 5 क्रस हान्नको लागि चाहिँ यो बनाउनै पर्छ जसरी पनि भने अब फर्स्टमा हामीले के भनेको थियौं पर्फेक्ट कम्पिटिसन मार्केट भयो भने इन्डस्ट्री प्रेजेन्ट हुन्छ सो त्यसैले इन्डस्ट्रीले प्राइस डिटरमाइन गर्छ ओके प्राइस डिटरमाइन गर्छ भने चाहिँ हामीले यता तान्दिने हाम्रो यो टक्क यसरी तान्दिने आउटपुट या प्राइस हुन्छ यता अनि त्यसपछि इक्विलिब्रियम फर्म बनाइदिने ओके यो के हो सप्लाईको यो सप्लाईको रेखा भयो यो डिमान्डको रेखा भयो डिमान्ड र सप्लाई इक्वल भयो भने के हुन्छ इक्विलिब्रियम हुन्छ हो त्यसैले चाहिँ हामीले यो टक्क तान्दिए चाहिँ यहाँनिर जहाँनिर इक्विलिब्रियम हुन्छ त्यहीँनिरबाट टक्क यसरी तान्दिने यो क्वान्टिटी भयो यताको चाहिँ यो प्राइस भयो यो प्राइस नै सर्र तान्दिने परैसम्म तान्दिने यतैसम्म टक्क तान्दिने यो स्केलले हुन्छ टक्क तान्दिने यो चाहिँ यही प्राइस नै फ्लो गर्नुपर्छ के पर्फेक्ट कम्पिटिसन मार्केटको मेन थिम भनेको यही हो किनभने इन्डस्ट्रीले जुन प्राइस डिटरमाइन गर्छ त्यही प्राइस अरु फर्महरुले फलो गर्नुपर्ने हुन्छ एप्लाई गर्नुपर्ने हुन्छ हो त्यसरी नै टक्क हामीले तान्दिने ओके त्यसपछि अब हामीले सुपर प्रॉफिटको बनाउने अब आरसीपी भनेको चाहिँ के हो भने रेभेन्यू कस्ट प्रॉफिट भनेको हो तपाईले टक्क यसरी लेख्दा पनि हुन्छ आरसीपी लेख्दा पनि हुन्छ केही फरक पर्दैन अब टक्क यसरी तान्दिने सक्कै यसरी आउटपुट तान्दिने अनि यो प्राइस यही प्राइसमा हुन्छ अनि त्यसपछि हामीले एसीएमसी तान्दिने एसी सेम माथि हामीले रिलेसनशिपमा देखाएको थियौं नि अगाडि त्यसरी नै एसीएमसी तान्दिने टक्क टक्क तान्दिने यसको मिनिमम पोइन्टबाट यो चाहिँ के हो सुपर प्रॉफिट यति हो के एसी को मिनिमम पोइन्टबाट टक्क यता तान्दिएपछि यो ब्ल्याक यसलाई स्याडो पार्ट भन्छ यसलाई इक्विलिब्रियम भयो अनि एआर बराबर एमआर हुन्छ यो र एआर बराबर एमआर हुन्छ यो भाग भनेको एआर बराबर एमआर हो त्यस्तै गर्न सुपर प्रॉफिट अनि नर्मल प्रॉफिटको इक्वल पोइन्ट बनाउँछ न घाटा न नाफा भयो यो अनि त्यसपछि यो बेयर लस भयो किनभने यो माथिबाट एआर इज ग्रेटर देन यसै हैन यहाँदेखि माथिबाट भयो टक्क यो तपाईले यसरी गर्न सक्नुहुन्छ है यो फिगर नबुझ्यो भने अर्को चोटीमा तपाईले कमेन्ट गर्नु होला म सक्क पठाइदिन्छु अहिले टाइम हाम्रो भिडियो लङ हुन्छ सो त्यसैले टक्क यसरी नै यो स्क्रिनशट गर्दा पनि हुन्छ टक्क यसरी नै यति गरे पनि हजुरले अझ राम्रोसँग गराउनु होला प्र्याक्टिस गर्यो भने आफै फिगर राम्रो भइहाल्छ ल हामी अगाडि थियौं अगाडि यो इक्विलिब्रियम भइसक्यो हो ल मोनिटरी पोलिसीमा जाउँ ओके यो पनि मोस्ट इम्पोर्टेन्ट क्वेशन फर एक्जाम बोर्ड एक्जाम फर 5 मार्क्स ओके मोनिटरी पोलिसी एन्ड स्टाइल्स भनेको छ मोनिटरी पोलिसीको डेफिनेसन र यसको प्रकारहरू भनेको छ मौद्रिक नीति र यसको प्रकारहरू भनेको छ द पोलिसी इन व्हिच फर्मुलेट बाइ द सेन्ट्रल बैंक जुन पोलिसी हो त्यो चाहिँ कसले सेन्ट्रल बैंकले इस्यु गर्छ टु कन्ट्रोल एन्ड रेगुलेट द मनी सप्लाईलाई के गर्छ रेगुलेट र कन्ट्रोल गर्नका लागि मौद्रिक नीति सेन्ट्रल बैंकले जारी गर्छ हैन भनेर लेख्दिने मोनिटरी पोलिसी इज फर्मुलेट एन्ड इम्प्लिमेन्टेड कार्यान्वयन र फर्मुलेसन गर्ने बाइ कसले काम हुन्छ बाइ द सेन्ट्रल बैंकले फर्मुलेट र इम्प्लिमेन्टेड कार्यान्वयन गर्ने काम गर्छ नेपाल राष्ट्र बैंक फर्मुलेट एन्ड इम्प्लिमेन्टेसन मोनिटरी पोलिसी ओके नेपाल राष्ट्र बैंक भनेको नेपालको केन्द्रीय बैंक कुन हो सेन्ट्रल बैंक नेपाल राष्ट्र बैंक सो नेपालमा चाहिँ नेपाल राष्ट्र बैंकले इम्प्लिमेन्टेसन एन्ड फर्मुलेसन अफ के अरे मोनिटरी पोलिसी भनेर टक्कै लेखिसकेपछि हजुरले स्क्रिनशट लिन सक्नुहुन्छ है यसरी लिइसकेपछि अब्जेक्टिभ अफ मोनिटरी पोलिसी भन्न यो टक्क लेखिदिने जेनेरेट इम्प्लोयमेन्ट अपर्चुनिटी प्राइस सस्टेनेबिलिटी एचिभ हाई इकोनोमिक ग्रोथ एचिभ फेभरेबल रिड्युस ट्रेड डेफिसिट पोभर्टी एलिभेसन डेभलपमेन्ट अफ हेक्टर भनेर टक्क यो लेखिदिएपछि अब्जेक्टिभ भनेर हामीले यसरी लेखेपछि फिगर रूपमा दियो भने चाहिँ चेक गर्ने मान्छेलाई पनि एकदम बुझ्न सजिलो हुन्छ सो त्यसैले यसरी नै गर्नु होला तपाईले टाइप्स अफ मोनिटरी पोलिसी भनेको छ अब हामीले मोनिटरी पोलिसीको हाम्रो क्वेशनमा नि टाइप्स सोधेको छ सो त्यसैले एक्सपेन्सनरी मोनिटरी पोलिसी एन्ड कन्स्ट्रक्सनरी मोनिटरी पोलिसी दुईवटा मोनिटरी पोलिसी हुन्छ अब ल यसरी लेख्ने एन्ड एक्सेप्टेसन मोनिटरी पोलिसी इट एन्ड एक्सन टेक बाइ द सेन्ट्रल बैंक टु इन्क्रिज मनी सप्लाई यसै इन्क्रिज मनी सप्लाई इन्क्रिज गर्नको लागि चाहिँ एक्सपेन्सनरी मोनिटरी पोलिसी हो भनेर टक्क लेखिदिने एक्सपेन्स मोनिटरी पोलिसी फर्मुलेट बाइ द सेन्ट्रल बैंक टु डिफ्लेसन पिरियड यसमा चाहिँ मुद्रास्फीति भएको मुद्रा घट्दो दरमा भएको बेला चाहिँ नेपाल राष्ट्र बैंकले इस्यु गर्ने मनी सप्लाई इन्क्रिज गर्नको लागि भन्न टक्क लेखिदिने अनि त्यसपछि कन्ट्र्याक्सनरी मोनिटरी पोलिसी भनेको छ द मोनिटरी पोलिसी
इज द एक्सन टेक बाई द सेन्ट्रल ब्याङ्क। यो पनि सेन्ट्रल ब्याङ्कले लाग्छ टु डिक्रिज मनी सप्लाई। जति बेला चाहिँ तरलता नेपालको राष्ट्र बैङ्कमा तरलता बढी हुन्छ त्यति बेलामा चाहिँ मनी सप्लाई घटाउनको लागि चाहिँ यो टाइप्सलाई चाहिँ यो पोलिसीलाई चाहिँ अवलम्बन गर्छ सेन्ट्रल ब्याङ्कले। कन्स्ट्रक्सन टु फर्मुलेट बाई द सेन्ट्रल ब्याङ्क टु द इन्टरनेसनली पिरियड अफ इकोनोमी। जब जति बेला चाहिँ बैङ्कहरूमा वित्तीय संस्थाहरूमा चाहिँ तरलता होइन तरलता थुप्रिन्छ एकदम जस्तै आधा बढीको कन्डिसनमा हो त्यसरी चाहिँ यो त्यति बेला चाहिँ यो पोलिसी अप्नाउने गर्छ है। यो भनेर टक्क लेखिदिने यो पनि ल। अनि अर्कोमा चाहिँ हामी रिगार्डन थ्योरी अफ रेन्ट भनेको छ ओके। रिगार्डन थ्योरी अब यिनी चाहिँ छन् हाम्रो फ्याक्टर अफ थ्योरी कति 5-7 वटा छन्। त्यो मध्येमा मोस्ट इम्पोर्टेन्ट भनेको वेज फन्ड थ्योरी अनि त्यस पछाडि रिगार्डन थ्योरी अफ रेन्ट। अब योचोटि चाहिँ रिगार्डन थ्योरी अफ रेन्ट मोस्ट इम्पोर्टेन्ट ओके। लास्ट इयर यो सोधेको छैन। सो दिस इज द मोस्ट इम्पोर्टेन्ट फर 5 मार्क्स ओके। 5-7 वटा कतिवटा थ्योरी छन् त्यो मध्येमा मोस्ट इम्पोर्टेन्ट भनेको रिगार्डन थ्योरी अफ रेन्ट एन्ड सब्सटेन्स थ्योरी अफ रेन्ट। एन्ड वेज फन्ड भने के भन्छ त्यो पनि लगभग इम्पोर्टेन्ट नै हो। 3-4 वटा हेरि भइहाल्छ। अनावश्यक दिन लास्टको नहेर्दा पनि हुन्छ ओके। लास्ट आवरमा हेर्नु हेरि पनि। अब जाउँ रिगार्डन थ्योरी अफ रेन्ट भनेको 5 मार्क्समा आउने क्वेसन हो। रिगार्डन थ्योरी अफ रेन्ट इज फर्स्ट डेभलप बाई द डेभिड रिकार्डो इन दिस बुक प्रिन्सिपल अफ पोलिटिक इकोनोमिक एन्ड ट्याक्सन इज पब्लिस्ड इन 1870। यो चाहिँ रिगार्डन थ्योरी डेभिड रिगार्डनले पब्लिस गरेका थिए आफ्नो बुक प्रिन्सिपल अफ पोलिटिक इकोनोमीमा 1917 भनेर लेखिदिने। इन दिस बुक अकर्डिङ टु उनको अनुसार त्यो बुकमा रेन्ट इज द पोर्सन अफ द प्रोडक्सन अफ ल्यान्ड विच इज पेड टु द ल्यान्डलर्ड फर द युज अफ original and industriable power of soil is known as rent. It is clear that the rent is only received by the rent is only received by land. रेन्ट के हुन्छ ल्यान्डबाट मात्र रिसिभ हुन्छ भन्ने उनको चाहिँ विचार छ। र माटोको पावर र अर्गानिकलाई चाहिँ नि ल्यान्डलर्डले माटोको प्रयोग गरी बापत दिने लाई नै चाहिँ रेन्ट हो भन्ने चाहिँ उनको थ्योरीबाटले चाहिँ त्यो भन्छ ओके। रेन्ट चाहिँ ल्यान्ड युज गरेपछि मात्र चाहिँ तिर्नुपर्छ भन्ने उनको थ्योरी हो क्या। ल तपाईँले स्क्रिनसट लिन पनि सक्नुहुन्छ टक्क यसरी लेख्नु होला मिलाएर। अनि बोर्डर तानेर लेख्न पनि सक्नुहुन्छ। यो चाहिँ मैले रफमा गरे भएर यस्तो छ है। एजुम्सन भन्ने मान्यता के छ त अब यसको थ्योरीको मान्यता एजुम्सन जहिले पनि लेख्नुपर्छ है। जुन थ्योरी आए पनि तपाईँले एजुम्सन चाहिँ नछुटाएर लेख्नुपर्ने हुन्छ। जस्तै अब एजुम्सन यसको रिगार्डन थ्योरी अफ रेन्टको ल्यान्ड इज फ्री गिफ्ट अफ नेचर होइन फ्री गिफ्ट अफ नेचर हो। रेन्ट इज ओन्ली रिसिभ बाई ल्यान्डलर्ड रेन्ट इज ओन्ली रिसिभ बाई ल्यान्ड के भन्छ ल्यान्डबाट मात्रै प्राप्त हुन्छ। ल्यान्ड हेज नट अल्टरनेटिभ युज इट इज ओन्ली फर फार्मिङ। यो फार्मिङको लागि मात्र युज हुन्छ भनेको छ। पर्फेक्ट मार्केट प्रिभिल्स यसमा चाहिँ पर्फेक्ट मार्केटले चाहिँ असर गर्छ। दिस थ्योरी इज बेस्ड अन द लङ रन कन्सेप्ट। यो लङ रन कन्सेप्टमा हुन्छ भनेर टक्क यति 2-4 वटा लेखिदियो भने टक्क एजुम्सन यो पनि भयो। अनि त्यसपछि रिगार्डन थ्योरी अफ रेन्ट क्यान बी एक्सप्लेन विथ द हेल्प अफ गिभन फी टेबल भनेर लेखिदिने टक्क यो टेबल बनाइदिने ओके। ग्रेड अफ यिनले चाहिँ ग्रेड 4 वटा ग्रेडमा यिनले बाँडेका छन् ल्यान्डलाई होइन ए ग्रेड बी ग्रेड सी ग्रेड भनेर। त्यो चाहिँ टक्क यसरी ए ग्रेडमा अब कस्ट अफ प्रोडक्सन युनिट अफ ट्रेड होइन त्यसपछि रेन्ट भनेर टक्क लेखिदिने। अनि त्यसपछि एबिसी भनेर लेखिदिने। यो चाहिँ कस्ट अफ प्रोडक्सन जुन पनि एउटै हुन्छ युनिट अफ यो चाहिँ फरक हुन्छ 30 40 20 10 यो घट्दै गयो भने रेन्ट के हुन्छ रेन्ट पनि घट्दै जान्छ र लास्टमा 0 हुन्छ नेगेटिभमा जान्छ भनेको। जुन लास्ट हुन्छ फर्स्टमा आउने ल्यान्डलर्डले चाहिँ सबभन्दा बढी प्रोडक्सन कति गर्छ 40 गर्छ र उसले सबभन्दा बढी प्रोडक्सन गरि पाए पनि उसले सबभन्दा बढी रेन्ट तिर्छ। जस्तै अब यो बीवालाले आयो बीवाला आयो भने यो बीवालाले चाहिँ पहिलोको भन्दा ल्यान्डको चाहिँ क्यापेसिटी घटेर 30 प्रोडक्ट गर्यो 30 प्रोडक्ट गरेपछि यसले रेन्ट पनि कम तिर्नु पर्यो भने क्या। जस्तै मानौँ यो बुझ्नको लागि के हो सिम्पल भने मैले एउटा ल्यान्डमा गएर 10 रुपियाँ प्रोडक्सन कस्ट अफ प्रोडक्सन थियो र मैले चाहिँ त्यो 10 रुपियाँ लगानी गरेर 40 रुपियाँ कमाएँ भने मैले 40 रुपियाँ कमाए बाबत 80 रुपियाँ रेन्ट तिर्नुपर्छ भने क्या यो भने। अनि तपाईँ आउनुभयो ल मान तपाईँ आउनुभयो बीमा तपाईँ त्यही कस्टमा तपाईँले 30 प्रोडक्सन गर्नुभयो भनेपछि तपाईँले 30 प्रोडक्सन भने कम भन्दा चाहिँ 10 कम गर्नुभयो नि त। सो त्यसैले तपाईँले रेन्ट पनि कम तिर्नुपर्छ भने यस्तै गरी चाहिँ 0 हुन्छ है। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट हो कि 5 मार्क्सको लागि। अनि टक्क यसको मैले ग्राफमा पनि देखाइदिनु होला झन् आफूलाई टाइम म्यानेज गरेर यदि टाइम छैन भने चाहिँ केही भएन नत्र यो मैले रफमा गरे यस्तो छ। युनिट अफ प्रोडक्सन त लेखिदिने ग्रेड लेखिदिने एबिसिडी ग्रेड लेखिदिने यो चाहिँ तल घट्दै आउँछ यसरी
यो घट्दै घट्दै आउँछ, यो लास्टमा 0 हुन्छ के रेन्ट सबभन्दा लास्ट आउनेले 10 कस्ट गरे 10 पायो भने त उसलाई कति पनि पाएन नि त हो त्यसैले यसरी टक्क फिगरमा देखेपछि झन् राम्रो यो चाहिँ मोस्ट इम्पोर्टेन्ट हो कि फर दिस इयर पोर्ट इक्विलिब्रियम यो हाम्रो भइसकेको कन्डिसन पनि भइसक्यो ओके लेट्स सी सफिसिएन्ट थ्योरी अफ वेज ल यो पनि इम्पोर्टेन्ट नै हो सफिसिएन्ट थ्योरी अफ वेज पनि इम्पोर्टेन्ट हो त्यहीमा आउने क्वेसन हो अगाडिको जुन हामीले रिगार्डन थ्योरी अफ भन्यौँ त्यसमा चाहिँ सफिसिएन्ट थ्योरी अफ वेजमा जाउँ टक्क टाइम छैन हाम्रो भिडियो लङ हुन्छ सो सफिसिएन्ट थ्योरी अफ वेज इज फर्स्ट डेभलप बाई द डेभिड रिकार्डो एन्ड अदर क्लासिकल इकोनोमिक्स द सफिसिएन्ट थ्योरी अफ वेज नाउन एज द आइरन ल अफ वेज यो नसुराउनु होला है तपाईँले सफिसिएन्ट थ्योरी आयो भने आइरन ल अफ वेज चाहिँ अल्सो नाउन एज भनेर नसुराउनु होला अनि अकर्डिङ टु दिस थ्योरी यो थ्योरीले के भनेको छ भने चाहिँ वेज इज डिटरमाइन्ड बाई द कस्ट अफ प्रोडक्सन अफ लेबर सफिसिएन्ट लेभल वेज पेड टु द लेबर ओन्ली सफिसिएन्ट टु देयर बेसिक निड नट गेट प्रफिट यो यिनको अनुसार के हो भने चाहिँ सिम्पलमा के भने हामीले कुनै पनि कामदारलाई ज्याला दिँदाखेरि उनीहरूको बेसिक निडहरू सेटिस्फ्याक्सन गर्नको लागि सम्मको मात्र दिनुपर्छ र तिनीहरूलाई त्योभन्दा कम पनि दिनुहुन्न र त्योभन्दा बढी पनि दिनुहुन्न भन्ने चाहिँ यो सफिसिएन्ट थ्योरी अफ वेजको प्रिन्सिपल हो ओके अब यसको थ्योरी भनेको चाहिँ एजम्सन मान्यता लेख्नै पर्यो पपुलेसन इन्क्रिज हाइज रेट नो एक्जिस्टेन्स ट्रेड युनियन द कस्ट अफ प्रोडक्सन इज इक्वल टु सफिसिएन्ट लेबर दिस थ्योरी अफ बेस्ड अन लङ रन कन्सेप्ट टक्क यो भनेर लेखिदिने अनि त्यसपछि हामीले यो टक्क फिगर देखाइदिने इन्क्रिज पपुलेसन फर्स्टमा सफिसिएन्ट थ्योरी भयो अनि इन्क्रिज अफ लेबर वेज जब कुनै पनि कामदारको ज्याला बढ्यो भने के हुन्छ उसको लाइफ प्रिसियस हुन्छ लाइफ प्रिसियस भयो भने के हुन्छ पपुलेसन बढ्छ पपुलेसन बढ्यो भने के हुन्छ लेबर अफ सप्लाई बढ्छन् लेबर अफ सप्लाई बढ्यो भने के हुन्छ लेभल अफ वेज फेरि घट्छ मस्त मान्छेहरू भयो भने कामदार फालाफाली हुने भयो नि त त्यसपछि के हुन्छ लेभल अफ वेज हुन्छ फेरि यहाँदेखि कहाँ हुन्छ सबैजना यो चाहिँ टक्क यसरी घुमिरहन्छ क्या यो चक्र अनि फेरि त्यस्तै लेभल अफ वेज घट्यो भने के हुन्छ त्यसको अनप्रोसेस लाइफ हुन्छ कामदारको अनि सप्लाई इन्क्रिज अन डिक्रिज अन पपुलेसन घट्छ उसले जे राम्रोसँग खान पाएन आफ्नो बेसिक निड पुरा गर्न पायो भने के हुन्छ पपुलेसन घट्छ त्यसै पपुलेसन घट्यो भने सिधै के हुन्छ लेबर पनि घट्छन् मान्छे नै छैन भने लेबर कसरी हुन्छ हो त्यसै चाहिँ लेबर पनि गर्छन् र फेरि लेबर कम भयो भने के हुन्छ वेज बढी हुन्छ मान्छे पाउन गाह्रो हुन्छ नि त काम गराउने त्यसपछि वेज फेरि बढी हुन्छ त्यसरी नै यो यही भन्न खोजेको यो थ्योरी चाहिँ मेन वेज फन्ड थ्योरीको पनि यहाँ लेखाएर छु मैले यो पनि मोस्ट इम्पोर्टेन्ट तर मैले फुल लेखेको छैन होला पक्कै पनि वेज फन्ड थ्योरी यिन तीनवटा चाहिँ तपाईँले एकदम घोकेर हुन्छ के गरी हुन्छ तीनवटा चाहिँ म्याक्सिमम फिक्स आउने क्वेसन हो के The wage fund theory of wage. The wage fund theory of wage is first developed by the J.S. Mill in this book, Principle of Politics Economic, published in 1848 AD. In this book, according to him, wage depend upon the relationship that exists between the supply of labor and capital available for employment. Here, supply of labor refers to the size, population of and capital repair wage fund theory. Level of wage, wage divided by number of workers भनेर टक्क लेखिदिने त अनि यसको फिगर हुन्छ तपाईले बुकबाट हेरेर सक्नुहुन्छ त स्क्रिनशट लिएर सक्नुहुन्छ है तपाईले टक्क यसरी यो मैले रफमा गरेको भएर चाहिँ यो मैले पुरानो रफ रहेछ त्यो मैले कता खोजेर हजुरलाई यहाँ प्रस्तुत गरेको छु है यही यसरी नै लेखेर मैले ए प्लस गेन गरेको तपाईहरुले पनि गर्नुहुनेछ भन्ने आशा एकदम भरोसा छ है त्यस्तै जाउँ अब अर्को छ रोल अफ बैंकिङ इन इकोनोमी भनेको छ है यो पनि मोस्ट इम्पोर्टेन्ट फर 5 मार्क्स रोल अफ बैंकिङ सिस्टम इन इकोनोमी नेपालको अर्थतन्त्रमा बैंकिङ प्रणालीको भूमिका के छ त भन्न सोच्छ तपाईले मैले यहाँ सर्टमा लेखेको छु तपाईले चाहिँ यसरी नै मोबिल यसको फर्मुला MCPG RSDI यसरी पढेर तपाईले चाहिँ मोबिलाइजेसन अफ सेभिङ भनेर टक्क लेख्ने हैन सेभिङ बढाउँछ त्यसपछि चाहिँ टक्क यहाँ तपाईले यसको एक्सप्लेन गर्नुपर्ने हुन्छ है 2-3 लाइन सबैको गरे भने 5 मार्क्सको लागि आफुलाई टाइम कति हुन्छ कति गर्न सक्छु भन्ने हिसाबले गर्नु होला टक्क हाम्रो भिडियो लङ हुन्छ त्यही भएर मैले चाहिँ एकदम सर्टमा गए मोबिलाइजेसन अफ सेभिङ क्यापिटल फर्मेसन पोभर्टी एलिभेसन जेनरल इम्प्लोयमेन्ट अपर्चुनिटी रेमिटेन्स अफ मनी सेफ्टी अफ वेल्थ डेभलपमेन्ट अफ फाइनान्स र्यापिड इकोनोमिक डेभलपमेन्ट हो यिनी कुरामा चाहिँ हाम्रो भयो भने चाहिँ हाम्रो इकोनोमीले यस्तो भूमिका खेल्छ बैंकिङ सेक्टरले भनेर टक्क लेखिदिने है टक्क 2-3 लाइन सबैको लेख्नु होला है अनि सेन्ट्रल बैंक एन्ड इट्स फंक्सन भन्यो हैन सेन्ट्रल बैंक र कमर्सियल बैंकको फंक्सन र उ सोध्ने सम्भावना हुन्छ अनि त्यस लास्ट इयर चाहिँ कमर्सियल बैंक के सोधेको थियो अब यसरी चाहिँ सेन्ट्रल बैंक सोध्नको चाहिँ मोस्ट इम्पोर्टेन्ट हो कि सेन्ट्रल बैंक एन्ड इट्स फंक्सन केन्द्रीय बैंक र यसको कार्यहरू भनेको छ द हाइएस्ट मोनेटरी अथोरिटी अफ कन्ट्री यो चाहिँ सबभन्दा सर्वोच्च मौद्रिक संस्था हो भनेको छ व्हिच म्यानेज मोनेटरी एन्ड बैंकिङ सिस्टम
जुनले चाहिँ मौद्रिक र बैंकिङ प्रणालीलाई म्यानेज गर्छ, कन्ट्रोल नियन्त्रण गर्छ। अ कन्ट्री इज नोन एज सेन्ट्रल बैंक, जुनलाई चाहिँ सेन्ट्रल केन्द्रीय बैंक भनिन्छ हैन। नेपाल राष्ट्र बैंक एनआरबी इज द सेन्ट्रल बैंक अफ नेपाल। नेपालको सेन्ट्रल बैंक कुन हो? एनआरबी। इट वाज द इस्टाब्लिश इन 2013 BS बट स्टार्टिङ इस्यु फर नोट इन 2016। उसले चाहिँ 13 सालमा स्थापना भए पनि 16 सालदेखि चाहिँ उसले नोटहरू इस्यु गर्दै आएको थियो। यो सँगै चाहिँ सेन्ट्रल बैंकको कार्य एनबीएलले गर्थ्यो भनेर लेख्दा पनि हुन्छ। अहिले यति लेख्यो भने चाहिँ सफिसिएन्ट। ओके, अब यसमा फंक्सन भनेर लेखिदिने। फंक्सन अफ सेन्ट्रल बैंक मोनिटरी पावर अफ नोट इस्यु हैन। यसले टक्क एक लाइन लेखिदिने यसको पनि टक्क ब्याकग्राउन्ड। अनि गभर्नमेन्ट्स बैंक, बैंक्स अफ बैंक, कन्ट्रोल अफ क्रेडिट, लेन्डर अफ द लास्ट रिसोर्ट, डेभलपमेन्ट अफ फंक्सन, क्लियरिङ हाउस फंक्सन। यो भनेको नोट इस्यु गर्ने एकाधिकार हुन्छ यसमा। यो सरकारको बैंक हो, यो बैंकहरुको बैंक हो। यसले चाहिँ क्रेडिट कन्ट्रोल गर्छ। लेन्ड अफ लास्ट रिसोर्ट अन्तिम ऋणदाता, डेभलपमेन्ट फंक्सन आयोजना कार्यहरू, क्लियरिङ हाउस फंक्सन यसले चाहिँ खाताहरू खोल्ने, खाताहरू मिलान गर्ने काम यसले गर्छ। जस्तै कमर्सियल बैंक। ओके, द फाइनान्स इन्स्टिट्युसन। कमर्सियल भनेको वाणिज्य बैंकहरू। नेपालमा वाणिज्य बैंक कतिवटा छन्? 20 वटा। द फाइनान्स इन्स्टिट्युसन व्हिच एक्सेप्ट डिपोजिट फ्रम द पब्लिक एन्ड मेक्स द फन्ड, जुनले चाहिँ पब्लिकबाट डिपोजिट लिन्छन् र फन्ड दिन्छन्, फन्ड एभाइल गर्छन्। हु निड टु देम, जसलाई चाहिँ आवश्यक हुन्छ त्यसलाई रेमिटेन्स फर मनी वान प्लेस टु एनदर प्लेस व्हिच म्यान इज अब्जेक्ट अफ म्याक्सिमम प्रॉफिट एनपीएल। नेपालको पहिलो कमर्सियल बैंक कुन हो? एनबीएल 1994 मा स्थापना भएको थियो भनेर टक्क यसरी लेखिदिने कमर्सियल बैंकको। अनि त्यसपछि यता जाने एजुम्सन। यो एजुम्सन अगाडिको हो है। यो वेज फन्ड थ्योरीको यहाँ रहेछ है एजुम्सन। यी तपाईले भिडियो लङ हुन्छ सो त्यसैले तपाईले यो स्क्रिनशट गरेर म टक्क सरर पढिदिन्छु, तपाईले सुनेर लेखेर पढ्नु होला है। एजुम्सन unit of labor are homogeneous, level of wage is predetermined of labor employment, level of wage have a intersect was the relation of worker, level of wage is positively varies with the wage fund, money is only medium of exchange। wage fund भनेर 10,000 लेख्दिने, लेबर अफ वर्कर लेख्दिने। अनि यसै टक्क लेखिदिएपछि डिमान्ड अफ सप्लाई गऱ्यो भने मजाले तपाईहरुको हुन्छ। यो डिभाइड गर्ने हो, यसले 10,000 डिभाइड 50 गरिदिने, लेख्दिने। सो 10,000 डिभाइड 100 टक्क लेखिदिने। अनि क्लासिकल थ्योरी अफ इन्ट्रेस्ट, यो पनि इम्पोर्टेन्ट नै हो। अनि द क्लासिकल थ्योरी अफ फर्स्ट डेभलप बाइ द क्लासिकल इकोनोमिक्स अकॉर्डिंग टु द थ्योरी द रिलेट अफ इन्ट्रेस्ट इज डिटरमाइन्ड बाइ द लेबर अफ सेभिङ एन्ड डिमान्ड। जति बेला चाहिँ लेबर अफ सेभिङ डिमान्ड इक्वल हुन्छ त्यसले चाहिँ इन्ट्रेस्ट रेट डिटरमाइन गर्छ भनेको यसको चाहिँ। when the supply and the demand saving equal to each other determine the rate of the interest। okay, assumption टक्क लेखिदिने। there is a implement of factor production demand and saving of narrative यसरी टक्क लेखिदिनु होला। तपाईले किताबमा छ, यो मेरो रफमा गरे भएर अलि रफ छ, त्यसको लागि सरी भन्न चाहे है। तपाईले यो किताबबाट लेख्नु होला। यो फंक्सन अफ कमर्सियल बैंक। ओके, फंक्सन अफ कमर्सियल बैंक वाणिज्य बैंकहरुको कार्यहरु के हो त? प्राइमरी फंक्सन, सेकेन्डरी फंक्सन छ। मैले सरर भने प्राइमरी फंक्सन भनेको प्राइमरी फंक्सन भित्र चाहिँ फेरि एक्सेप्टिङ डिपोजिट, यसले के गर्छ? करेन्ट डिपोजिट, फिक्स्ड डिपोजिट, सेभिङ डिपोजिट। यसले चाहिँ मुद्दती खाता, चल्ती खाता, बचत खाताहरु चाहिँ डिपोजिट गर्छ पैसाहरु हैन, डिपोजिटरबाट भनेर लेख्ने। प्रोभाइडिङ लोन, यो तपाईले यस्तो नलेख्नु होला फेरि, यो बडे हल्का 1-2 लाइन फिडब्याक दिनु होला। अनि त्यसपछि प्रोभाइडिङ लोन। ओके, यिनीहरु कल्स लोन, यिनी क्याश क्रेडिट ओभरड्राफ्ट, यिनीहरु चाहिँ प्रोभाइडिङ लोन गर्छ। यो प्राइमरी कमर्सियल बैंकको प्राइमरी काम। यसले चाहिँ वाणिज्य बैंकको प्राथमिक कार्यहरु यिनीहरु लोन दिने र निक्षेप सङ्कलन गर्ने। अनि त्यसपछि सेकेन्डरी काम आउँछ रेमिटेन्स अफ मनी, कलेक्सन अफ पेमेन्ट एन्ड क्रेडिट, पर्चेज एन्ड सेल्स अफ सेल, इकोनोमिक रिसिभ एन्ड पेमेन्ट, कन्टिजेन्स फंक्सन। अब नयाँ फंक्सनहरु लेटर टु द क्रेडिट, लोकल फ्यासिलिटी, ट्राभल चेक, फर्जिन एक्सचेन्ज, कलेक्सन अफ स्ट्याटिक्स। दिज आर द टक्क यिनलाई चाहिँ हल्का फिडब्याक लेखिदिएर पनि सजिलो, नत्र चाहिँ तपाईलाई टाइम छैन भने यति लेख्दा पनि भयो। ओके, मनी मार्केट र क्यापिटल मार्केटको डिफरेन्स बिट्विन मोस्ट इम्पोर्टेन्ट, यो मैले गरेको छैन, तपाईले चाहिँ यो गर्न सक्नुहुन्छ। अब तपाईहरुलाई अब भिडियो पनि लङ भयो। अनि त्यसपछि मैले तपाईहरुलाई एउटा भिडियो लङ भयो। ओके, भिडियो नै लङ भयो।